एभ्रिवान, गुड मर्निङ दर्शन, नमस्ते। आज चाहिँ हामी खुर्सानीको जङ्गलै जङ्गल छ यहाँ। मौसमले पनि एकदम साथ दिएको छ, एकदम शीतल भइरहेछ। मैले चाहिँ टिपिसकेँ खुर्सानी एक गाडी। कान्छीले कति बकेट टिप्यौ? कति बकेट टिप्यो कान्छी? हो र एक बकेट मात्र टिपेको? यत्रो बगानमा आएर एक बकेट मात्र टिप्दा त ल हेर्दै गर्नु होला। टिपिँदैछ है, जङ्गलै रातो भएको जस्तो छ त। उभि उभि पो छ त टिपे पनि। डल्ले आमिसकोमा डल्ले खुर्सानी, आमिसले मजाले उमार्छ खुर्सानीहरू नि। सानो सानो छैन, यति टिपिसक्यो। अझै टिप्नुपर्छ अलिअलि, भरि लैजाउँ भनेको। साह्रो रातै रातो किम्बु टिपेको जस्तै भइरहेछ। हप्ता दिन टिप्दा पनि नसकिने रहेछ। बारी चाहिँ यस्तो छ है, जङ्गल खुर्सानीको जङ्गल यत्रो यत्रो हुँदो रहेछ। पन्ताको गाना कहाँदेखि आयो मेरो मुखमा? ठुल्ठुलो जान्यो, साह्रो पिरो हुन्छ यो। सानो छैन त, गलियो यसरी हामी चाहिँ यसरी तानिन्छ। झर्दै पनि छ त।
रातै यता अनलोड हुँदैछ त्यहाँ बकेटमा खनाएको बकेटमा बोकिरहनु पर्छ नि त यसमा त त्यो बोकिरहनु चाहिँ यता तान्दा भइहाल्छ खोर्सानी टिप्न आउने नेपाली पिपलहरू दुईवटा हामी फर्स्टमा आयौँ सेकेन्ड थर्ड फोर्थ गाडी पानी पर्ला जस्तो हुँदैछ गाउँको फार्म हो गाउँको फार्म ला 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 गाउनु त मन छ तर के गर्नु स्वरले साथै लिँदैन गाइन्छ कति लाइन रहेछ ल 1 2 3 4 5 6 7 8 9 10 11 12 लाइन यहाँ रहेछ 12 गर्दा 12 12 24 वटा लाइन रहेछ एक लाइनमै छ होला हौ 150 देखि 200 बोटको पानी पर्यो हामी चाहिँ जान्छौँ अब घरतिर ठ्याक्कै हामी 8:30 बजी आइपुगेको थियौँ 7:30 बाटो लागेको नानीहरू स्कुलहरू भोक पनि लाग्दैछ बिहानको बिहान चाहिँ नास्ता यतिबाट खोला खाएर आएको थियो यस्तै छ ल अब चाहिँ हामी बाटो लागेको यसरी गाडीमा भिडियो कस्तो भयो लाइक कमेन्ट एन्ड सेयर गरिदिनुहोस् होला यस्तै भिडियो हेर्नको लागि मेरो युट्युब च्यानलमा गएर हेर्नुहोस् होला पुरा हावा चलेर नि युट्युब च्यानल खोलिएको छ त्यसमा गएर शान्त योन्जन तामाङ छ हेर्नु होला यहाँ चाहिँ सबै के भन्नु फर्सीको बारी ल बाई अहिले चाहिँ हामी घर आइपुग्यौँ खुर्सानी टिपेर होला खुर्सानी चाहिँ यति टिप्यो हामी बिहानै 8:30 बजी त त्यहीँ पुगेको थियौँ यति टिप्यो डल्ले खुर्सानी